ध्रुवे हात्तीको दाह्रा काटेर रेडियो कलर जडान। चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिएको हात्तीलाई डाट गरी रेडियो कलर लगाइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डाट गरी घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दाह्रा काटेर छाडिएको हो। रेडियो कलर जडान पछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र GPS ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनुभयो। निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको नयाँ गोर्खागण निकुञ्जका प्राविधिक कर्मचारी राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गत असार 20 गते भरतपुर 23मा सोही हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका भोटे र उनका 4 वर्षीय छोरा भरत भोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो। प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीयवासीलाई सचेत रहन जारी सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह समेत गरेको छ।